हेलो एभ्रिवान नमस्ते गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ भने म अघि उठेको होइन, उठ्नु चाहिँ अब चाहिँ म यहाँ रुम यस्तो लथालिङ भइरहेको छ होइन, रुम सुम मिलाउँछु। त्यहाँदेखिको रुम मिलाएर मेरो अरू फाल्टु कामहरू पनि हुन्छ। मैले खाना सब्जीहरू पकाएर चाहिँ अघि आएको गाइस। अब भने चाहिँ म यहाँ यता रुम सुम झाराकझिरिक पार्छु गाइस। यस्तो लथालिङै बाबुङै भइरहेको छ, कहिलेदेखि सँगाल्नै पाएको छुइनँ, त्यही भएर अब सँगाल्छु। हेर्दै गर्नुहोस् न। भने चाहिँ मैले यहाँ ब्ल्याङ्केटहरू पनि टाकटुक सुकाइदिएको हो। वेदर चाहिँ यस्तो मजाको वेदर भइरहेको छ, घाम टङ टङ लागेर मजाको दिन भइरहेको छ। आगे भने चाहिँ अब मेरो यस्तो लुगाहरू यस्तो कष्ट भइरहेको छैन, यस्तो लुगाहरू मैले चाहिँ अस्ति धोएर सुकाएको होइन, अहिले चाहिँ यस्तो भइरहेको ब्यागको हालत हेर्नुहोस् न। ब्याग चाहिँ यस्तो हिजो बेलुका चाहिँ पुरा थाकिरहेको थिएन, त्यही भएर चाहिँ मैले पुरा थाकेको कारणले चाहिँ लुगाहरू त्यतिकै उठेर राखेर मात्रै राखेको थिएँ नि त। अब चाहिँ सबै पट्याउँछु, साग पार्नुपर्छ। मेरो इच्छा राखेँ हेर्नुहोस् न, आइरनहरू पनि यतिकै छ। गाइस अब भने चाहिँ मैले बेच्नु आएको सबभन्दा कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट हो। मेरो लागि चाहिँ बेड चाहिँ मस्त हुनुपर्छ। मलाई चाहिँ बेड र हो वासरुम चाहिँ पुरै चाहिन्छ। गाइस अहिले भने चाहिँ मैले लुगा पनि पक्कै सकेँ हो। यहाँ दराजमा हालिदिन्छ कि यत्रो यहाँ छ, त्यहाँ यहाँ छ, उयो 3टा ब्यागमा छ, यहाँ छ र पनि किन कम्ती भएको होला है लुगा केटीहरूलाई। गाइस मलाई मात्रै त्यस्तो हुन्छ कि तपाईँहरूलाई पनि त्यस्तै हुन्छ? प्लिज कमेन्ट गरेर भन्नुहोस् होला। फाइनली गाइस रुम पनि मिलाइसकेँ हो। यता चडक्कै पारिसकिहाल्यो रुम हो। अन्त म चाहिँ किन राम्ररी भएको हो भन्दाखेरि चाहिँ नि यो युज गरेर हो। तपाईँहरूले पनि चाहियो भने युज गर्न सक्नुहुन्छ। यो चाहिँ स्किनको लागि एकदम राम्रो हुँदो रहेछ हो। यो डट एन्ड कीको पनि राम्रो हुन्छ नि त, यसको पनि राम्रो हुन्छ गाइस। तपाईँहरूले चाहियो भने युज गर्न सक्नुहुन्छ। रुम चाहिँ मैले चटक्कै पारिसकेको छु। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ। इफ भिडियो मन परेछ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला हो। अब यस्तै छ, त्यस्तो खासै भिडियो बनाउनु त आउँदैन गाइस, र जस्ट ट्राई। बाई बाई, थ्याङ्क यू फर वाचिङ। प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब तपाईँहरूकोबाट हुने जति डल्लै गरिदिनुहोस् होला। बाई बाई।